हेलो एभ्रिवान आफ्टर लङ टाइम आज भ्लग बनाउने डिसिजन गरेको थिएँ तर हेर्नु न आज पानी परेर पशुपति दर्शन गएको हामी चाहिँ हैन आज चाहिँ ठ्याक्कै असार 15 हो नि त गाइस अब हामी भित्र इन्ट्री मार्नेवाला छौँ पूजा पाठ गर्नु आएको यहाँ पानी परेर बिजोक रमाइलो भइरहेको छ आजकै दिनमा हेर्नु गाइस पानी परेर हरि बिजोक भएको छ त्यही पनि केही छैन अब पूजा पाठ गर्नलाई कसले रोक्छ र आधी हुरी भेरी आए पनि हामी पूजा गरेर नै जानेछौँ फाइनली गाइज हामी आइसकेछौँ अलि यता आएर उता गर्नु ए छाता हामी दुईजना चाहिँ यहाँ अब पूजा गर्ने लाइन नक्कलेहरू के साह्रो लाइन त भगवान यस्तै छ जिन्दगी लाइन हेर्नु गाइज लाइन 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 ओ माई गड लाइन गाइज फाइनली हामी चाहिँ भित्र इन्ट्री मार्ने तर्खरमा थियौँ अनि यतिखेर चाहिँ मम्मीहरूलाई अलिअलि के प्रश्नहरू सोधेको थिएँ तर बाइचान्स मैले यहाँ मम्मीहरूको आवाज चाहिँ राख्नु सकिनँ किनभने ब्याकग्राउन्ड म्युजिक आइरहेको थियो नि त त्यही भएर अनि साथी पनि पुरै मस्किँदै जाँदैछ अनि धेरै लङ टाइमपछि म मन्दिर आएको के मागेको छु भन्दै अगाडि बढ्दैछौँ हामी चाहिँ अनि यस्तो लामो लाइन छ कि यहाँ चाहिँ अब यहाँ चाहिँ हामी कसरी भित्र छिर्ने भनेर चाहिँ अगाडि बढ्दैछौँ गाइज साथीहरू हेर्नुहोस् न पानी परेकै मान्छेहरू लाइनमा बसेकै हामी पनि अगाडि बढेकै हाम्रो हालत आज के हुने हो थाहा छैन होइन त्यही पनि हामीलाई पानी आधी हुरी भेरी कसैले पनि छेक्न सक्दैन भनेर अगाडि नै बढिरहेको छौँ गाइज फाइनली साथीहरू हामी चाहिँ लाइनमा बसिसकेको छौँ पुरै दुईवटा लाइन क्या आज त पुरै दुईवटा लाइन तलबाट माथिबाट होइन लाइनमा बसेकै छौँ मान्छेहरू आएकै छ गाइज कसैले चाहिँ लाइनमा बस्नु एकदमै अप्ठ्यारो भएर बाहिर नै पूजा गरिरहेका छौँ त्यही पनि हामी चाहिँ आज भित्र नै जाने भनेर चाहिँ लाइनमै बसिरहेका छौँ है गाइज साथीहरू लाइनमा बसेको भिडियो पनि मेरो साथीले चाहिँ खिचिदिन्छु नि त देन तँ लाइनमा बसिरहेछ यस्तो मेहनत गरिरहेछ भनेर क्यामेरा दिएको त हेर्नु न ओ माई गड कस्तो राम्रो क्यामराम्यान गऱ्यो क्या मेरो साथीले अनि मलाई त हाँस उठेर मजाले हाँसे पनि होइन अनि यस्तो टाइपले चाहिँ उसले चाहिँ एकदमै खतरा क्यामराम्यान गरिदिइरहेको छ साथीलाई धेरै धन्यवाद दिन चाहन्छु त्यही हो होइन साथी सुन्दैछस् भने धन्यवाद फाइनली गाइज हामी चाहिँ पूजा पाठ सबै सकेर बाहिर निस्किसकेको छौँ किनभने भित्र मन्दिरमा चाहिँ क्यामेरा खिच्न दिँदैन नि त त्यही भएर बाहिर अब हामी चाहिँ निस्किसकेको छौँ अब हामी लाग्ने तर्खरमा छौँ गाइज साथीहरू हामी चाहिँ घर जाँदै नै थियौँ कि ठ्याक्कै मम्मीले चाहिँ फेरि टिका लाउनु बिर्स्यो भनेर चाहिँ टिका लाउन लगिदिए होइन अनि मम्मी चाहिँ हेर्नु न त्यहाँ पुरै पुजारी बाजेको अनुहारमा पनि हेर्दै साथीहरू हामीले चाहिँ पूजा पाठ सबै सकेर चाहिँ अब घरतिर लागेको अनि मेरो लास्ट भिडियो चाहिँ यही नै हो अनि इन्डिङ गर्नुको लागि चाहिँ मसँग फोनमा चार्ज सकेको थियो नि त त्यही भएर आजलाई चाहिँ यति नै अब नेक्स्ट भ्लगमा फेरि भेट्नेछु बाई बाई